माछा आयो माछा 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 जापानको माछा साथीहरू कति राम्रो छ माछा है। आहा नखाए पनि खाम खाम जस्तो यो चाहिँ सिनोकुबुबाट ल्याएको। अनि मैले चाहिँ इमेजिन पनि गरेको थिइनँ जापानमा यतिको फ्रेस माछा पाउँछ भनेर है। एकदमै सस्तो 250 रुपियाँ किलो रहेछ है। 300 भनेको थियो तर 250 लियो होइन। एकदमै राम्रो एकदमै मिठो माछा छ है। जहाँ पनि हेर्दा नि एकदम महँगो महँगो माछा अनि त्यही पनि प्याकिङमा के। अनि मैले चाहिँ आज त्यहाँ मेन्सेजुको लागि गएको थिएँ सिनोकुबुतिर। अनि कस्तो गएर यसो हेरेको अनि सफा गर्नुपर्ने रहेछ आफैले आफैले ल्याएर सफा गरेँ मैले है। कति राम्रो माछा छ हेरौँ न साथीहरू। म त माछाको किरा फेरि यस्तो माछा पाएपछि त मलाई त के चाहियो है। आहा आज मैले आफ्नै तरिकाले फ्राई नगरिकन यो सफा गरेर राखेको छु होइन। अब यो फ्रिजमा हाल्ने फ्रोजन गरेर। हाम्रो फेरि फ्रिज फेरि ठुलो छैन क्या सानो छ। त्यही भएर यसलाई चाहिँ मजाले सफा गरेर राखेको छु। अब चाहिँ प्लास्टिकमा प्याक गरेर फ्रोजन गरेर राख्ने। थोरै थोरै खाने है पुरै पुरै अब महिनाभरि पुऱ्याउनु पऱ्यो नि त होइन। यो माछाको सुप खान कति मिठो हुन्छ। मैले आज फ्राई नगरिकन आफ्नै स्टाइलमा मिठो गरेर पकाएर बुढीलाई सरप्राइज दिने सोचमा छु साथीहरू है। अनि साथसाथै मैले यहाँ मेथी उमार्न भनेर राखेको कुहियो है। अब यो कुहिएको मेथीलाई त फाल्नु पऱ्यो होइन। अब यो मेथी फालेर यसलाई सफा गरेर फेरि यसको पानी चाहिँ यसमा यो जाली हो नि त यही मात्रै एउटा मात्रै छ अरू छैन। त्यही भएर यसमा जालीमा छानेर पानी तारेर अनि फ्रोजन गरेर राख्छु मैले है साथीहरू। ल भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला है। माछा कतिजनाले पाउनु भएको छ पाउनु भएको छैन जापानमा यस्तो माछा खान है। कतिलाई रहर हुन्छ नि त हामी नेपाली है। माछा एकदमै खान मन लाग्छ। खोलाको एकदम के भन्छ अरे त्यो नेचुरल माछा खाए जस्तै छ है साथीहरू। एकचोटि सिनोकुबु गएर किन्नु होला खानु होला है। मिठो पकाएर आफ्नो स्टाइलमा नेपाली पारामा है। ल साथीहरू ल बाई बाई।